र हामी चाहिँ विजया दशमीको उपलक्ष्यमा एकदम चाहिँ जडीबुटी खाएको अर्ग्यानिक च्याङ्ग्रा छ। अब यो दसैँलाई चाहिँ यो मजाले खानेकुरा हुन्छ। म्यानेजमेन्ट हो, पानी म्यानेजमेन्ट। पानी लगाइदिएपछि ल्याउनु त मोटर पाइप आँसु बिहार भुजेन दाइले मजाले चाहिँ एकै चोटमा आधा चोटमा छिल्ट्या भने भन्नु लागिरहनु त्यो डाक्टर चाहिँ दादा काटेर हुन्छ। हुन्छ यो त डोल्पाको हो नि, जडीबुटी खाएको अर्ग्यानिक। आज डोल्पाबाट आएको च्याङ्ग्रा दसैँको उपलक्ष्यमा साथीभाइको जमघटमा खानेकुरो भएको छ कि होइन? एकदम रमाइलो तरिकाले मजाले त्यसलाई चाहिँ पोलेर खाइदिनु भयो, पकाएर खाइदिनु भयो, भुटेर खाइदिनु भयो, झोल बनाएर खाइदिनु भयो। यो त अलिकति जडीबुटी के चर्या हुन्छ त अरे? एकदम अर्ग्यानिक हुन्छ, स्वास्थ्यको लागि पनि फाइदा एकदम राम्रो। यता पानी ताप्दैछ मजाले, पानी तातेर तातिरहेको छ। पानी मार्न फेरि ल्याउनु पऱ्यो, मोटो बन्द भएको छ होइन? त्यो पाक तल जानुपर्छ क्या। एउटा बाटा एउटा चाहिँ दिउरी हो ल। यो जात त हुँदै हुन्छ, जात हो यो। जङ्गलको पुरै त्यो पखरा उठाइदिन्छ त यहाँ बान्ने यहाँ उहाँ त पुरै अब पखरामा छोड्दा हो त। जाहिर कसैको नजाओस्, तलब समयमा आओस्, जिल्लामा सधैँ फर्स्ट भइराखोस्।
कुकको काम गर्नुभएको छ, सेफको काम गर्नुभएको छ। ल हाल्नुहोस्, चाख्ने हो नि त यो त। ल कस्तो छ? ल मार्छ चाख्नु त एउटा। आहा रङ हेर्नु न कति राम्रो छ। कस्तो छ? ल दाइ हाल्नु त मुखा कस्तो छ? एउटा छ। च्याङ्ग्राको होइन होटल बन्दैछ अब है। यो विशेष अब दसैँमा हामी साथीहरू भएर भित्री रक्ती भुँडी चाहिँ तयार छ यता। अब हाम्रो सबै साथीहरूले चाहिँ सरसफाइ भ्याएपछि त्यसलाई खानेकुरा छ। ल सरहरू चाहिँ यतातिर लाग्नु भएको मजाले चाहिँ अब अहिलेसम्मको खाएको सब निकाल्ने गरेर ल अब यो चाहिँ हामी अब अन्तिमतिर छौँ। अब नेपालको अवस्था सुध्रेन भने त जानै पर्ने तल त यार।